नमस्कार, म राम भण्डारी। म यतिखेर बुटवलको बाल मन्दिरमा छु। हेर्नुहोस् लुम्बिनी सञ्जालका लागि विशेष रिपोर्ट। बिहानको घाम चर्किँदै थियो। बाल मन्दिर अगाडि भने मानिसहरूको लामो लाइन थियो। कसैको हातमा कुपन थियो, कसैको साथमा ग्यासको खाली सिलिन्डर। कोही पढाइ छाडेर आएका विद्यार्थी थिए, कोही उमेरले थाकेका वृद्ध थिए, त कोही अशक्त र अपाङ्गता भएका व्यक्ति थिए। सबैको प्रतीक्षा एउटै थियो, ग्यास पाएर घरको चुलो बाल्ने। लामो समयदेखि बजारमा खाना पकाउने ग्यास सहज रूपमा नपाउँदा उनीहरूको दैनिकी नै प्रभावित भएको थियो। विद्यार्थीहरू पढाइको समय निकालेर लाइनमा बस्न बाध्य थिए। वृद्धका लागि घन्टौँ उभिनु आफैमा पीडादायी थियो। अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि त त्यो भिड र लामो प्रतीक्षा झनै कठिन थियो। तर घरमा चुलो नबल्दा विकल्प पनि थिएन। चर्को घाममा थाकेका अनुहारहरूमा ग्यासको सिलिन्डर हात परेपछि भने केही सहजता देखियो। लामो प्रतीक्षापछि सिलिन्डर पाउँदा उनीहरूका लागि त्यो केवल ग्यास थिएन, केही दिनदेखि रोकिएको घरको भान्सा फेरि चल्ने भरोसा थियो। विद्यार्थी भन्दै थिए, 5 दिनदेखि होटेलमा खाना खाएर बसिरहेका छौँ, हाम्रो कोठामा ग्यास छैन। दिन भइसक्यो होटेलमा खाने, त्यस्तै गरिरहेछौँ। खर्च पनि गाह्रो भयो। हजुर, गाह्रै हुन्छ विद्यार्थीलाई। उनीहरूले नागरिकताका साथै राष्ट्रिय परिचय पत्र समेत ग्यास लिनको लागि बोकेर आएका थिए। बजारमा ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरवामा आफै वितरण केन्द्र स्थापना गरी ग्यास वितरण थालेको हो। बुटवल 6 हाटबजार लाइन स्थित बाल मन्दिर र भैरवा स्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनीको परिसरबाट ग्यास वितरण गरिएको छ। निगमले विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति, क्रियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा लामो समयदेखि ग्यास नपाएका उपभोक्तालाई प्राथमिकता दिएको छ। लामो लाइनले अभावको पीडा देखाइरहेको थियो, तर सिलिन्डर बोकेर घर फर्किँदै गरेका अनुहारले त्यही पीडाबीच जन्मिएको सानो राहत पनि देखाइरहेको थियो।